क्षेत्र नम्बर 2 का प्रत्यक्ष तर्फका चाहिँ उम्मेदवार कवीर शर्माज्यू र समानुपातिक उम्मेदवार श्री हरिशरण नेपालीज्यू र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले वास्तवमा यो अत्यन्त विशिष्ट परिस्थितिमा मुलुकलाई निकै अप्ठ्यारो परेको चाहिँ परिस्थितिमा यो आम निर्वाचन हुन गइराखेको छ। त्यसो हुनाले अब हामीले त्यो विशिष्ट परिस्थितिलाई कसले सम्हालेर लिएर जान सक्छ भन्ने विषयमा चाहिँ छलफल गर्नु, चिन्तन गर्नु अति आवश्यक अहिलेको चाहिँ आवश्यकता चाहिँ हो। यस क्रममा चाहिँ नेपाली कांग्रेसले एउटा नयाँ चिन्तन, नयाँ जोश, नयाँ उत्साह र एउटा नयाँ उमङ्ग लिएको र मुलुकलाई प्रभावकारी नेतृत्व गर्न सक्छु भन्ने त्यो युवा जोश र एउटा चाहिँ परिपक्व विचार भएको व्यक्तिलाई नेपाली कांग्रेसले